तालबराईको नित्य सन्ध्याकालीन महाआरती अहिले पोखरा 6 को तालबराई घाट प्राङ्गणमा सञ्चालन भइरहेको छ। आजको यो नित्य सन्ध्याकालीन महाआरतीमा हाम्रा आदरणीय गुरुहरूले यो महाआरती उठाइरहनु भएको छ। आज 2081 साल पौष महिनाको आज 26 गते शुक्रबारका दिनमा यहाँ निरन्तर रूपमा सञ्चालन भइरहेको यो महाआरती अहिले हाम्रो आदरणीय गुरुको रूपमा मुख्य गुरुको रूपमा आजको लागि यहाँ गोकर्ण अधिकारी गुरु, त्यस्तै गरी पारगत तिमिल सिन्हा गुरु, त्यस्तै गरी हाम्रो भोजराज उपाध्याय गुरुले आजको लागि यो नित्य सन्ध्याकालीन महाआरती उठाइरहनु भएको छ। आजको यो नित्य सन्ध्याकालीन महाआरतीमा यहाँ पूर्व मेचीदेखि पश्चिम महाकाली र भारतको विभिन्न ठाउँबाट हाम्रा श्रद्धालु भक्तजनहरू यहाँ सहभागी भइरहनु भएको छ। माता तालबराईले यहाँ सबैको कल्याण गरून्, यहाँहरूको नवग्रह शान्त होस्, यहाँहरूको पितृ उद्धार होस्, यहाँहरूका सकल परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै 2075 साल असोज 24 गते घटस्थापनाका दिनदेखि सञ्चालन भइरहेको यो नित्य सन्ध्याकालीन महाआरतीमा अहिले हाम्रा आदरणीय गुरुहरूले यो महाआरती उठाइरहनु भएको छ। आजको लागि यो नित्य सन्ध्याकालीन महाआरतीमा हाम्रा मुख्य गुरुको रूपमा यहाँ अहिले गोकर्ण अधिकारी गुरु, त्यस्तै गरी पारगत तिमिल सिन्हा गुरु, त्यस्तै गरी भोजराज उपाध्याय गुरुले यो महाआरती अहिले उठाइरहनु भएको छ। माता तालबराईले यहाँहरू सबैको कल्याण गरून्, यहाँहरूको नवग्रह शान्त होस्, यहाँहरूको पितृ उद्धार होस्, यहाँहरूका सकल परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै आजको यो नित्य सन्ध्याकालीन महाआरतीमा यहाँ यस संस्थाका पदाधिकारीहरू सबै सहभागी भइरहनु भएको छ। यस्तै गरी यहाँ 92 वर्षीय आमा गङ्गीमाया दाहाल यहाँ सहभागी भएर यो महाआरती अवलोकन गरिरहनु भएको छ। माता तालबराईले यहाँ सबैको कल्याण गरून्, यहाँहरूको नवग्रह शान्त होस्, यहाँहरूको पितृ उद्धार होस्, यहाँहरूका सकल परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै आजको यो नित्य सन्ध्याकालीन महाआरतीमा यहाँ सहभागी हुनुहुने सबै श्रद्धालु भक्तजनहरूप्रति हामी उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ। माता तालबराईले यहाँ सबैको कल्याण गरून्, यहाँहरूको नवग्रह शान्त होस्, यहाँहरूको पितृ उद्धार होस्, यहाँहरूका सकल परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै आजको यो नित्य सन्ध्याकालीन महाआरतीमा यहाँ हाम्रा भक्तजनहरू पूर्व मेचीदेखि पश्चिम महाकाली र भारतको विभिन्न ठाउँबाट यहाँ श्रद्धालु भक्तजनहरू सहभागी भइरहनु भएको छ। यहाँ सबैलाई माता तालबराईले रक्षा गरून् भन्ने हामी कामना गर्न चाहन्छौँ। आजको यो नित्य सन्ध्याकालीन महाआरतीमा सहभागी हुनुहुने सबै पूर्व मेचीदेखि पश्चिम महाकाली र भारतको विभिन्न ठाउँबाट सहभागी हुनुहुने सबै श्रद्धालु भक्तजनहरूप्रति हामी उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ। माता तालबराईले यहाँ सबैको कल्याण गरून् भन्ने हामी कामना गर्न चाहन्छौँ। आजको यो नित्य सन्ध्याकालीन महाआरतीमा सहभागी हुने सबै श्रद्धालु भक्तजनहरूप्रति हामी उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ। यहाँ सबैको मनोआकाङ्क्षा पुरा होस् भन्ने हामी कामना गर्न चाहन्छौँ। आज यहाँ हाम्रो 92 वर्षीय आमा गङ्गीमाया दाहाल पनि यो महाआरतीमा यहाँ अवलोकन गर्न आउनु भएको छ। आज 2081 साल पौष महिनाको आज 26 गते शुक्रबारको दिनमा पनि यहाँ हाम्रा श्रद्धालु भक्तजनहरू सहभागी भइरहनु भएको छ। 2075 साल असोज 24 गते घटस्थापनाका दिनदेखि सञ्चालन भइरहेको यो नित्य सन्ध्याकालीन महाआरतीमा सहभागी हुनुहुने सबैप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। म माता तालबराई आरती सेवा समितिको निवर्तमान सचिव पुरुष दाहाल यहाँहरूमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, हार्दिक नमन गर्न चाहन्छु। यहाँ सबैका मनोआकाङ्क्षा पूर्ति हुन् भन्ने म कामना पनि गर्न चाहन्छु। माता तालबराईले यहाँ सबैको कल्याण गरून्। जय तालबराई माता।